सो हेलो एभ्रिवान, वेलकम टु माई च्यानल। आइएफ सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि अहिले चाहिँ म कपिल बस्छु छु। यस्तो घामले चाहिँ थाहा पाइसक्नुहुन्छ होला हैन, पुरै पसिना आइरहेको। के रे के भनि यो मोटेले के भन्यो मलाई? के भनिस्? यो यसलाई त्यही हो। अनि अब चाहिँ दिउँसै आयो, अहिले चाहिँ साँझको 6 बजिरह। अब चाहिँ यो मोटेले मेरो के बनाइदिन्छस् रे भाइ? मेरो यसले चाहिँ ड्रइङ बनाइदिन्छु भने मेरो एउटा फोटोको। अब कस्तो बनाइदिन्छ त हेरौँ। बनाइदिन्छस् नि? त आफ्नो ठोपडा नि त्यस्तै कालो खगर त्यही गरेर देखाउने मान्दैन। खोइ त हेरेर ल त्यही हो। अब चाहिँ यसले मेरो ड्रइङ गरिदिन्छ अनि ड्रइङ गरेको भिडियो देखाउँछु। अनि लास्टको फाइनल आर्ट पनि कस्तो बनाइदिन्छ हेरौँ है। ल त्यही हो। होइन हामी चाहिँ हिँडिसक्यौँ। अब मामा छोप्नुहोस् यस्तो गरेर अगाडि पनि हिँड्यो भन्नलाई। कता जाने? यता माथितिर, यता मासतिर गोली हो क्या? गोली हिँड्छ क्या यो? सो गाइज होइन, अहिले चाहिँ हामी यहाँ जगदीश मामा हेलो भन्नुहोस्। हेलो मामा चाहिँ हिरो भएर आउनु यस्तो घुम्न आएको हामी चाहिँ साँझमा हावा खानलाई जगदीशपुर ताल। पहिला आउँदा त बबाल त थिएन, अहिले चाहिँ बबालै भएछ। अहिले चाहिँ यसै घुम्न आएको है हामी चाहिँ साँझमा हावा खान। हजुर पानी कम भयो। कहाँसम्म हुन्छ र पानी? ए त्यो वहाँसम्म कहाँसम्म छ यसो। ल ठिक छ। अब चाहिँ 1-2टा फोटोसोटा खिचेर बल्ल जानुपर्छ। ल गाइस त्यही हो। अहिले चाहिँ हामी यहाँ यो जगदीशपुर तालमा छौँ। मामा यहाँ हुनुहुन्छ। मामाले चाहिँ टिकटक बनाउनुहुन्छ। मामाको टिकटक बनाइदिन्छु। त्योभन्दा घाम डुबिरह त्यसको फोटो खिचौँ पहिला। गाइस अहिले चाहिँ हामी फोटोसोटा खिच्यो। मामा टिकटक बनाउनु। अब चाहिँ हामी फेरि घरतिर लाग्यो। फोटो चाहिँ किन खिच्नु भन्दा आज धेरै साँझ आएको थियौँ। अब पुरै अँधेरो जस्तो थियो। त्यो राम्रो नि आएन। अब भोलि दिउँसो कि साँझतिर आउँछु अलि उजेलामा घुम्न। यत्तिकै जगदीशपुर ताल चाहिँ यहीँ हो। त्यही हो। ल मामा यत्तिकै छ बरु बस्नुहोस्। ल्याउनुहोस् यता सिधै गइन्छ। कहाँ जाने हो? यताबाट त घुमेर फेरि जान्छ। कता घुमेर जाने कि सिधै उतार जाने? छैन जग्गा, घुमेर जाने। गाइस हामी चाहिँ आइसक्यो घरमा चाहिँ सानीमा कता जानु भएछ। कोही पनि हुनुहुन्न, म चाहिँ एक्लै यहाँ गरम घर हप्प्याक हुन्छु। यहाँ कति काम यहाँको फ्यान बन्द गरेर यताको फ्यान अन गरेर यहाँ बस्नुपर्छ। अब यहाँ अलि गर्नुहुन्न कि यहाँ। ल हे गाइज अहिले चाहिँ के अरे दिस इज द नेक्स्ट डे। हिजो चाहिँ हामी मामा र म घुम्न गएको थियौँ। अनि हिजो चाहिँ आएर खाना खाएर सुत्थ्यो, भिडियो बनाउन पाएन। यसो चाहिँ लास्टै लाइन काट्ने रहेछ, त्यही भएर नै झेउ गइरह। अहिले चाहिँ बिहानको 12 बज्ला होला। घाम चाहिँ त्यति छैन। मामाले चाहिँ यहाँ काम गर्दैन। हेलो मामा। हेलो। काम गर्दै हुनुहुन्छ। अब हामी एकछिनपछि फेरि बाहिर घुम्न पनि जान सक्छौँ। अब त्यही अब खाना चाहिँ घरमा खाएर आज त्यति घाम चाहिँ छैन है। हिजो लाइट काटेर हिजो नेपालभरि चाहिँ काटेको थियो राति सायद, त्यस्तै लाग्छ मलाई। अनि अहिले चाहिँ हामी मामाहरू बाहिर नि जान सक्छौँ। त्यही हो। भिडियो हेर्दै जानु न ठिक छ। हे गाइस अहिले चाहिँ दिउँसोको नै बास 4 बजिरह। अनि बिहान चाहिँ हामी उता 4 नम्बरतिर घुमेर आएको काम थियो र अहिले चाहिँ साँझको 4 बजिरह। भोक लाग्न ल भोक लाग्ला। अनि मैले ग्यास बन्द गरिदिएर गइरहेको रहेछ। दिमागै यो आगो बाल्छु कि भात भुट्दैछु मैले चाहिँ भोक लागेर। अब चाहिँ भाइ बहिनी पनि आउँछन्। अनि
नास्ता खान्छन् भात भुट्नु पऱ्यो भात भुटेर खानु पऱ्यो अनि आज चाहिँ बिहिबार हो भोलि चाहिँ शुक्रबार भोलि चाहिँ म घर जान्छु होला किनकि भोलि घरमा रोपाइ छ रोपाइ सकेपछि चाहिँ म बुढो जान्छु त्यही भएर होइन यता चाहिँ फ्यान चलेर अलि आवाज चाहिँ राम्रो नआए जस्तो भयो लाग्यो होइन हिँड्दै फोटा टक्कै यहाँ बबाल छ होइन कस्तो घाम छ कपाल चाहिँ मैले काटेकै अघि नै तर घर गएपछि नि कपाल चाहिँ काटेकिनस् भन्नुहुन्छ है काटे जस्तो चाहिँ के होइन साइडको अलिअलि हल्का काटेको अनि बिच्चाको हल्का छुट्टाएको भात प्राणी भुट्टे भएर भोक लागिरहेको लास्टै सानीमा बाहिर पसलमा हुनुहुन्छ त्यही भएर चाहिँ मैले आफै बनाइराख्नु है बवाल बनाएर खानुपर्छ थाहा छैन तिमी यहाँ फ्रिजमा पानी थियो यहाँ चाहिँ ओहो फ्रिजमा त सामान त भरि पुरा खानको यहाँ त कुन सामान कहाँ राखौँ भन्नेमा हुनुहुन्छ यहाँ साइडमा पानी राखेको थियो कि लास्टै घाम भयो फ्रिजमा ल आइज म चाहिँ अहिले मेरो घर आइसकेँ उहाँ कपिलवस्तुबाट नि दिउँसै आएको 1 बजीतिर अनि अहिले चाहिँ साँझको 5 बज्यो म चाहिँ 1 बजे आएको थिएँ टिप्परमा आएको यस्तो टाउको दुखिरहेको त्यो निदले घामबाट आएर होला हेलो मन केटा हाई कहाँ हिँडिस् क्रिकेट खेल्न कसी त ए ल यसलाई नि क्रिकेट खेल्न लाउनु पऱ्यो अब यस्तो मेरो गाउँको चोक भन्छ है यसलाई गाउँ हो यो चाहिँ मेरो ठक्क भाउजू ओ भाउजू हेलो भन्नुहोस् यो हाम्रो ल त्यही हो चल त्यही हो होइन अनि 3-4 दिन कपिल भाइ अलि छिटो आइज है यता उहाँको साइडबाट हिँड 3-4 दिन कपिल वस्तु बसेर आएको आज चाहिँ खेत रोपौँ भनेर आएको पानी चाहिँ परेन यस्तो टल्का घाम लगाइदियो होइन त्यही भएर खेत रोप्दैन भोलितिर रोपिन्छ कि सायद त्यो पनि थाहा छैन खेत चाहिँ रोप्न छ केले रे ए ल जेसिबीले बाटो बनाएछ अरे अब यताबाट टक्क जान पर्यो हामी क्रिकेट खेल्न त्यही हो ल रन गरेको थाक्यो होइन केटा थाक्यो त्यही हो अब चाहिँ गेम खेल्नु पर्छ धेरै भयो नखेलेको त 1 हप्ता हुन लाग्यो क्रिकेट नखेलेको खेलेछन् यहाँ केटाकेटीहरू आएन यही हो हाम्रो फिल्ड हाम्रो सानो फिल्ड होइन केटा चल ल हेलो अहिले चाहिँ हामी यहाँ क्रिकेट खेल्न आएका छौँ मलाई विदेशी खेलाडी भनेर यता राखेन ल यहाँ गुरुजीहरू ब्याटिङ छ हाम्रो टिम होइन ठ्याक्क ब्याटिङ परेछ ऊ सर्ट जस रमाइलो छ यहाँ दृश्यहरू उयो भागो 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 बल भेटाएन साह्रै उता हेर्नु अगाडि राइट ह्यान्ड हेलो भन्ने राइट ह्यान्ड हेर्न कान्छ हो त्यहाँ हेर्नु हो त्यही के छ ठिक छ सर भेट्यो आज धेरै पछि फाइनल्ली होइन तैँले पड्काएको नि आयो कि ए हानो हानो बलर यो ट्यापे हावा छ यो जौवा जस्तो छप्री भन्छन् यसलाई चाहिँ उए कामै छैन यो मोटे खेलाडीको
भाग भाग ओए भाग 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 यसले चाहिँ यहाँ केटाकेटीलाई धम्काएर आफू ठुलो मान्छे भयो भने तर यसको काम छैन केटाकेटीलाई धर्काएर नयाँ मान्छेसँग भेटाउन चाहन्छु म हाम्रो भ्लगमा स्वागत छ कहिले नदेखेको मान्छे बुटलबाट हामीले मगाएको होइन यसलाई चाहिँ आज गेम थियो यहाँ बोर्डिङमा यही गेम खेल्नको लागि चाहिँ हामीले यसलाई मगाएको थियौँ रसिया थाइल्यान्डबाट त्यही अनि कुन जाने यस्तो गेम बल एउटा मात्र थियो हराएको भयो केटाकेटीहरू यहाँ छन् खेलो बनाऊ केटाकेटी के हो तँ भनेको बलै हरा लाउनुहोस् राइट सर ठिक छ अब के भन्ने अरू गर्लफ्रेन्ड कतिको पट्याइएको छ त स्टोरी अस्ति नै सुनिसकेको छ के कुरा गर्दा ल ठिक छ खोइ फेरि सेता खोइ छिटो ल एकचोटि लास्ट ल लास्ट चोटि अन्त त खोइ खोइ यता देखा त ल एकचोटि सुटुक छ बल लिएर आऊ है भेटायो कसले भेटायो गुड यहाँ हेलो भन बल यसले चाहिँ भेटाएको छ यो उल्लुले यस्तो हेन सिकाएर फेरि बलै फाल्ने जा ब्याटिङ गर ल ब्याट लिएर जा ल हान्छ ओ बल भेटायो वातावरण हेरेर आए राम्रो रहेछ यो चाहिँ विदेशी प्लेयरलाई यस्तो हाम्रो यताको देखाइदिउँ न त भनेर होइन ठिक छ रमाइलो कपाल त खतरा गरेर त कुकुरको स्मेल पनि आएको कुकुर मरेको कि के मरेको पुरा त्यो तेरो त ऊ हो र नि त्यो त छाक होला नि कि बुटोले बाबु बोलेर सुकुटी बनाएर अलिकति लिएर जानुपर्छ है तैँले उसलाई लैदिने हो एउटा मान्छे त कालेलाई ए हाल्छ भाउ के भयो ल गाई झन् चाहिँ बिहानको 10 बज्ला हो यस्तो छ यो मौसम होइन पुरै पानी आउला जस्तो भइरहेको हुन्छ कि नै अहिले चाहिँ यहाँ बसिरहेको म खाना खाएर यसले लेख्दै ल लेख होमवर्क लेख ओ हामी गाई छैन टक्क दिउँसोतिर हामी क्रिकेट खेल्न आइरहेको छौँ दिउँसो क्रिकेट खेल्न यसो खेलौँ भनेर आएको पानी आइरहेको थियो त्यहाँबाट बिदा भइसक्यो आइयो हामी जम्मै केटाकेटीलाई बोकेर आयौँ 6-7 जना भएर यत्तिकै सो गेम खेलौँ भनेर साह्रै यहाँ न ओ ला ब्याट छ एउटाले अनुपे ब्याट छ न ल फाइनली भूपाल दाईलाई हेलो भूपाल दाई हेलो नयाँ भूपाल दाईलाई चिन्न सक्नुहुन्छ अब पहिलाको भूपाल दाई चाहिँ अब डेन्जर अहिलेको चाहिँ के भन्दा हुन्छ सरी सिधा सादा कपाल कटिङ हानेर बस्नको रहेछ दाई चाहिँ अहिले टक्क ल त्यही अब टस हुँदैछ क्या त्यहाँ ल गाइज अब हाम्रो अनुपजीले भिडियो गरिदिन्छ अनुप भिडियो गर्दै ला यहाँ उमे उयो थ्रीमा गर्दै उहाँ माथि जान्छस् र करुण कार्की बोल्ट नसक हाम्रो समीर दाई क्रिजमा जाँदै गाइज हेर्न सक्नुहुन्छ जस्तै हाम्रो करुण दाई बोल्ड हुन्छ अब हाम्रै ब्लगर
जुम गर समीर विश्वकर्मा चलाना खेसे आइसक्नु भएको छ अब देख अब गर्न जुम गरे त अब पहिलो बल सन्देश दाइ उता दुग्रेको बसन्तलाई राखिसकेन आफूले त आकेला उतिर है हाम्रो त चार रन नाम त मतलब हैन पहिलो बल नै रोक्न सफल पहिलो बलमै डक गरेका छन् अब अर्को बलमा के हुन सक्छ त फिल्डको बिचमा मर्के त यार न वाह कार्कीले चौकान सफल देखा समीर दाइले आफ्नो 2 बलमा 4 रनको खाता खोल्दै आफ्नो व्यक्तिगत कति स्कोर मान्नु कति रन हो त हामी त हैन अन्य समीर दाइ कति नगर्न त्यसपछि गर्नु र वाइट ये ज्ञाने सुस्ता पादे बॉलिंग ओए बराबर राम्रो शॉट पावर को अनि मात्रै छोड्दैन एक गेमले टाटान तिन त कति सो लाग्यो हान्दै आज 16 ब्याटिङ त वाह हरि भन्नु 26 राम्रो शॉट प्रहार हाम्रो समीर दाइको तर्फबाट आधा के र 32/32 यता नदेख्दा देख्न हो लास्टमा दुईटा विकेट बचेको ओभर वाह लामो छक्का हो नि त चौका इस भन्नु चौका लास्ट वान स्ट्राइकले नि हुन्छ ल भिडियो भएछ है कतिको टार्गेट भयो है 79 को टार्गेट 10 ओभरमा पानी खानु पर्यो भूपाल दाइले यहाँ धेरै भिडियोमा नि आयो होला भयो के भयो हेर्न पोलले आफै हो पार्नु छ अनि त्यो कसरी जित्नुहुन्छ भन्नुहोस् त पोलले होप्नु हार्नु न छ है मोल जित्छु कि मोल जिताइदिन्छ हेर सामने म्याच ल तेरा काम लाएन तेरा टी-शर्ट देते हो ए भौता मजा आयो गेम खेल्न जित्यो पनि पानी पर्ला जस्तो त्यही ट्र्याक्टरमा हिँड्दै गएको हामीले रिजर्भ गरेको गाडीले चाहिँ हामीलाई छोडिसक्यो यहाँ गाउँमा यत्रो पानी आयो बाफ्रे बाफ झर्न चाँडै आयो त नत्र पानीले हरि भेटाउने होइन गाडी रिजर्भ गरेको त भेटाउने होइन हामीलाई केटा ट्र्याक्टर प्लेनमा आइरहँ अहिले सेतु हेलो भन हेलो हात देखाएर हो त्यही गाडी पानी चाहिँ हरिक पर्यो घर जान पनि सकिने त्यसमा यो घर चाहिँ चोका बसेर हेरिरहँ पानी बितो भइसक्छ भोलि चाहिँ खेत रोपिन्छ तर आज दिउँसो पानी आएको त गेमै खेल्न पनि त
ल गाइज अहिले चाहिँ म घर छु अनि गेम खेलेर चाहिँ अघि नै आएको पानी चाहिँ लास्टै ठुलो पर्यो यहाँ अब भोलि रोपाइ हुन्छ होइन मम्मी पानी लास्टै ठुलो पर्यो यता चाहिँ अनि धन्न त्यही ट्र्याक्टर पाइदियो ट्र्याक्टर नै हामीले रिजर्भ गरेको ट्र्याक्टर थियो र चाँडै आइयो न त पानीले लास्टै कुट्ने रहेछ हामीलाई त त्यही हो अनि भोलि चाहिँ हाम्रो घरमा रोपाइ हुन्छ भोलि आइतबार गेम चाहिँ खेल्यो त्यही हो ल आजको लागि चाहिँ म भिडियो यतितिर एन्ड गर्छु भिडियो मन पर्नुमा लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला त्यही हो बाई एन्ड टेक केयर अनि लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु बाई एन्ड टेक केयर अर्को भिडियोमा भेटौँ ल बाई भन्नु मम्मी बाई ल